राष्ट्रसभाका प्रवक्ता मनीष झाद्वारा प्रेस विज्ञप्तिमा भनिएको छ, जेनजी आन्दोलनका क्रममा उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही गिरोहहरूले निजी क्षेत्र, आवास, औद्योगिक भवन, कम्प्लेक्स, न्यायालय, सर्वोच्च अदालत लगायतका न्यायालय, सिंहदरबार लगायतका महत्त्वपूर्ण कार्यालयहरूमा आगजनी, तोडफोड एवं अनैतिक कार्य गर्नेलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछौँ भनी प्रेस विज्ञप्तिमा भनिएको छ। यस्ता अनैतिक कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न अन्य पार्टीलाई केले रोकेको छ? किन चाहिँ अन्य पार्टीहरूले यसरी तद्रुकताका साथ खोज तलास गर्न एवं कानुनी दायरामा ल्याउन माग गरिरहेका छैनन्? यो एउटा शङ्काको विषय छ। त्यसकारण गैरकानुनी कार्यमा लागेका अराजक गतिविधिलाई कानुनी कठघरामा उभ्याउन सबैको साथ र सहयोग जरुरी देखिन्छ। किन चुप लागे त अन्य पार्टीहरू? छिटोभन्दा छिटो सबैले चाहिँ सहयोग गरी कठघरामा उभ्याउन हुन सम्बन्धित निकाय समक्ष अनुरोध गरिन्छ। यस्ता अराजक गतिविधिहरू फैलन नदिई समाजलाई शान्ति, सुशासन र समृद्धि हासिल गर्नका लागि सबैको साथ र सहयोग जरुरी देखिन्छ। यस सन्दर्भमा अन्य पार्टीहरूले समेत तुरुन्त कारबाहीका लागि सिफारिस गर्नुपर्दछ र गरिनुपर्दछ। किन चाहिँ तैचुक मैचुकको अवस्था रहेको होला? यो एउटा गर्वको विषय छ। त्यसैले चाहिँ गैरकानुनी कार्य गर्ने जो कोहीलाई छोडिनु हुँदैन भन्नेहरूले लाइक, सेयर र सब्सक्राइब गरी सहयोग गरिदिनु होला। धन्यवाद, नमस्कार।